प्रधानमन्त्रीको छनौट कसरी हुन्छ? आउनुस् 1 मिनेटमा बुझौँ नेपालको कन्स्टिट्युसनको आर्टिकल 76 र यो कसरी एउटा पावर गेममा बदलिएको छ। सबैभन्दा पहिला आर्टिकल 76 1। यदि कुनै एक दलले प्रतिनिधि सभामा स्पष्ट बहुमत अर्थात् 138 सिट ल्यायो भने त्यही दलको संसदीय नेता सिधै प्रधानमन्त्री। यो सबैभन्दा स्थिर र सबैभन्दा स्पष्ट व्यवस्था हो। तर नेपालको राजनीतिमा यो अवस्था दुर्लभ जस्तै बनिसक्यो। अब आउँछ आर्टिकल 76 2। यहाँ बहुमत छैन तर सरकार चाहिन्छ। 2 वा 2 भन्दा बढी दल मिलेर गठबन्धन बनाइन्छ। कागजमा बहुमत देखाइन्छ र सरकार बन्छ। समस्या के हो? यो गठबन्धन नीति र सिद्धान्तले होइन, मात्र सत्ताको गणितले बनाइन्छ र यहीबाट सुरु हुन्छ अस्थिरता। यदि गठबन्धन पनि बनेन भने राष्ट्रपति आर्टिकल 76 3 प्रयोग गर्छन्। संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइन्छ। तर यो सरकार बलियो हुँदैन। यो सरकार जन्मिँदै कमजोर हुन्छ, किनकि यसलाई 30 दिनभित्र विश्वासको मत लिनै पर्छ। त्यसपछि आउँछ सबैभन्दा विवादित भाग आर्टिकल 76 5। सांसदले पार्टी होइन सङ्ख्या देखाउँछ। जो बहुमत जुटाउन सक्छ उसले भन्छ म प्रधानमन्त्री बन्न सक्छु। यो धारा अन्तिम विकल्पका लागि हो। यही धाराले पार्टी तोडिन्छ, सांसद किनबेच हुन्छ र जनमतको अपमान हुन्छ। अनि यदि यी सबै असफल भयो भने आर्टिकल 76 7 सक्रिय हुन्छ। संसद विघटन र देश फेरि चुनावतिर, अर्थात् जनताले दिएको मतको फेरि रिसेट। अब प्रश्न उठ्छ, संविधान गलत हो कि संविधानलाई गलत नियतले प्रयोग गरिएको हो? अब भन्नुस् त, यो पटक स्पष्ट बहुमत आउला कि फेरि गठबन्धन, सौदा र सत्ता खेल? तपाईको विचार कमेन्टमा लेख्नुहोस्।